यो कैलाली जिल्लाको धनगढी महानगरपालिका वडा नम्बर 19 फुलबारी सुरमादेवी युवा क्लब आइगाउँको चाहिँ खेल मैदान हो। जुन उमेरमा चाहिँ हाम्रो एउटा टिमले चाहिँ एउटा बल पाउन धौधौ हुन्थ्यो, त्यही उमेरको बालबालिकाहरूले चाहिँ अहिले एउटा व्यक्तिगत ट्रेनिङ, व्यक्तिगत बलहरू चाहिँ खेल्न पाइरहेका छन् र धेरैजना अभिभावकहरू वा धेरैजना व्यक्तिहरूको चाहिँ यो पनि भनाइ छ कि फुटबल खेलेर चाहिँ केही पनि हुँदैन होइन, फुटबल खेल्नुहुन्न भनेर चाहिँ आफ्नो बालबालिकाहरूलाई चाहिँ ग्राउन्डतर्फ पठाउने पनि देखेका छौँ। उहाँहरूले यो भनेको कुरा पनि एकदमै ठिक पनि हुनसक्ला, तर म के भन्न चाहन्छु भने तपाईँहरूले चाहिँ के बुझ्नु पऱ्यो भने चाहिँ फुटबल एउटा चाहिँ खेलाडीका लागि बन्नका लागि मात्रै नभएर शारीरिक विकास होइन, शारीरिक बलियोपन, मानसिक विकास जसले चाहिँ बौद्धिक क्षमतालाई चाहिँ एकदमै वृद्धि गर्न मद्दत गर्दछ बालबालिकाहरूमा र अनुशासित होइन, हामीले चाहिँ फुटबल खेलाडी खेल सँगसँगै चाहिँ अनुशासित कुराहरू पनि सिकाउने गर्दछौँ। त्यसले गर्दाखेरि चाहिँ जति पनि अभिभावकज्यूहरू चाहिँ हुनुहुन्छ, तपाईँहरूले चाहिँ के बुझ्नु पऱ्यो भनेपछि यो फुटबल खेलाडी भन्दा पनि व्यक्तिगत तपाईँहरूको बालबालिकालाई चाहिँ शारीरिक मानसिकदेखि लिएर अनुशासित कुरामा चाहिँ व्यक्तिगत विकास हुन्छ भनेपछि त्यसले चाहिँ तपाईँको व्यक्तिगत बच्चाहरूलाई नै फाइदा हुन्छ। भोलिको दिनमा तपाईँहरूको बच्चाले चाहिँ राम्रो एउटा अनुशासन सिकेपछि चाहिँ समाजमा पनि एउटा राम्रो असर पर्दछ, त्यसले सामाजिक विकास पनि हुने गर्दछ। त्यही भएर जति पनि जना अभिभावकज्यूहरू हुनुहुन्छ, आफ्नो बालबालिकाहरूलाई चाहिँ साँझको समयमा, खाली समयमा चाहिँ आफ्नो नजिकैको ग्राउन्डमा, पाएक पर्ने ग्राउन्डमा चाहिँ खेल्नका लागि, मनोरञ्जन गर्नका लागि चाहिँ बालबालिकाहरूलाई चाहिँ पठाइदिनु होला, लगिदिनु होला। धन्यवाद।